हेलो साथीहरु, वेलकम छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ आज केको भ्लग बनाउन जाँदैछु भनेर चाहिँ टाइटल हेरेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ म गोरखाबाट चितवन जान लागेको। गाडी चाहिँ पहिला गाडी कुरेर बसेर भन्नाले अब रेडी भएर नि अब गाडी कुर्न चाहिँ पारी जान पर्छ। त्यही भएर चाहिँ म रेडी भएर बसिरहेको। अनि गाडी चाहिँ हिजो चाहिँ 11:30 बजीतिर आइपुग्छ भन्नुभएको थियो ड्राइभरले। अहिले चाहिँ 12:45 भने छोरीलाई म चाहिँ रेडी भएर बसेको। नानीले यहाँ कस्तो भूत जस्तो बनाइसकेको छ कपडा। हेलो भन्नु न। हेलो 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 रेडी भन्नु न। दिदी मेरो भिडियोलाई लाइक कमेन्ट गरिदिनु भन्नुस् न। हेलो 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 सदिच्छाको भिडियोलाई सबैले मन पराइदिनु, लाइक कमेन्ट गरिदिनु होला। आज चाहिँ हामी आइसको घर जाँदैछौँ है। कहाँ जाने छोरी हामी? कहाँ जाने हामी? आज चाहिँ हामी आइस दादासँग जाने। भरे आइस दादासँगको भिडियो पनि आउँछ है, लास्टसम्म हेर्नु होला। भन्नु न। अब उसको चल्न सुरु भइसक्यो। अब यहाँ न, कम यार। गरिन्छ होला उहाँ त। यहाँ त ठिकै छ। कपडा नि कस्तो हाल्ने कस्तो नहाल्ने हो। मेरो चाहिँ ठुलो झोला अघि नै प्याकिङ भएर गइसक्यो। अहिले यहाँ यस्तो छ। के हाल्दा त यो झोला त ताना के अरे चेन लाउनु नमिल्ने भयो नि गाइजहरू साथीहरू। अब हामी चाहिँ जान लागिरहेको छ। अब चाहिँ रेडी भइसक्यो। अब जाने छिटो फेरि भयो बस्यो है। यता भयो मजा भाग्यो। नानी र सब्जी, मम्मी र सब्जीले चाहिँ पसल जानुभयो। सब्जीले तान्दै ल के देखेँ त त्यहाँ बुजुलाई। कतिखेर गाडी नि 1 घन्टा भइसक्यो बसेको। के किन्यो? फ्रुटी चाहियो? फ्रुटी आयो गाडी नआएर झ्याउ लागिसक्यो खानुको के चाँदै रहेको छ। फाइनली हामी चाहिँ नारायणघाट आइपुग्यो। भन्नु न, नारायणघाट बजार आइपुग्यो। अहिले चाहिँ दिनभरि सुत्यो आज। मेरो डाटा अन भइसक्यो हाल है। सुरु भएछ त्यो बेला बसेको सदिच्छा।
तपाईँ कहाँ गर्ने हो? म रमाइलो डाँडा रमाइलो डाँडा शारदानगर लामा चोक हेलो सदिच्छा होला अब कहाँ बस्ने होला यो मान्छे अब हुँदैन यसरी कस्तो रिङ्गर लाग्यो फाइनली हामी चाहिँ घर आइपुग्यो घर आएर सदिच्छा चाहिँ पुरा चारी हिँडेर पटङ टङ 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 गरेर हाम्रो घरको मान्छेहरूको पारा घाँस दिनु लाग्दा भुट बुढी जानु कहाँ दिने बरी खै कता मिटिङमा जाने रे कसलाई बोलाउनु भन्ने हाम्रो घर जस्तो दामी उता देख्छु यस्तो दामी भयो कहाँ मैले चप्पल लाएन नानी चप्पल लाएन मम्मीले मेरो चप्पल खुवाए यहाँ चाहिँ बाटो पिजुन ला यस्तो दामी भयो हेर नि फेरि पसलतिर भागी कि नानी छ्या मेरो खुट्टा चप्पल छैन चप्पल छैन उसलाई बिर्सेको छैन यहाँ खाली गरेर पाउँछ भनेर कपडा सिलाउनु भएको नानीलाई यहाँ खानेकुरा पाउँछ भने त यहाँ थाहा छ कि मेरो छिल्लै ल आइस गर्दा नि फेरि उफ्रियो अरेन्ज पनि पाक्यो ओइ सधैँ चाहिँ यहाँ आएर खेल्दैछ यहाँ पिजुनाला बाटो गोलो गोलो घुमे भाग्यो आइस गर कहाँ जाने तपाईँ ये लुगा त यसलाई पिट्न पर्यो यसलाई त मैले त अब कसले धुँदो रहेछु लुगा त्यो लुगा त मेरो छोरी देखेर म साथीहरू हालत खराब हुन्छ होइन यहाँ कस्तो गर्छु ल दादासँग त भित्र दादा भएको घर आइपुग्यो जाम आयो वाइ कहाँ आइपुग्यो सदिच्छा म्याम माछा पाक्दैछ गाईहरू कत्रो कराइमा आमै कतिजना अरे झोल कतिहरू माछा पकाउँदैछ यहाँ माछा पाक्दैछ